चटपटी कस्तो भएछ भन्नु Oh my god. So guys, अब यो vlog चाहिँ हेर्नु होला हैन मुखको भएको होला गाइज आज चाहिँ हामी चटपटे खाना आँटेको ओ माई गॉड चटपटे भन्ने बित्तिकै कसला कसला खान मन लाग्छ गाइज अब हामी अहिले धनिया काट्दैछौँ सो के भन्छ खुर्सानी काटिसक्यौँ आलुको पाली छ कटिङ गर्दैछौँ आलु हैन आलु भनेपछि नराम्रो सुनिन्छ भने पोटेटो भनिरहेछौँ गाइज सो गाइज पोटेटो आलु जस्तै हुनुपर्छ अरे क्या मान्छे भनेको जे कुरामा पनि मिल्ने खालको हो हरेक कुरामा मिल्छ नि त आलु त हो र गाइस हामी चटपटेमा चाहिँ एउटा कुरा हाल्दैनौँ कि त्यो कुरा के होला भन्ने गेस गर्नु होला अहिले भन्दिनौँ सबै कुरा हालिसकेपछि भन्छौँ किनभने तपाईँले फेरि कमेन्ट गरेर यो किन नहालेको भन्नु होला हैन सबै आवाज बन्द गर्छ अनि फेरि अर्को अब आलु काटिसक्यौँ है आलु काटिसक्यौँ अब हाम्रो यहाँनिर मास्टर सेफले कटिङ गर्दै हुनुहुन्छ सो गाइस कसरी काट्नुहुन्छ भनेर मलाई सबै कुराको आइडिया छ कति आलु चाहिन्छ चटपटेमा त्यो पनि आइडिया छ कति भुजा हाल्नुपर्छ त्यो पनि आइडिया छ एक प्याकेट चाउचाउ हाल्ने कि 2 प्याकेट हाल्ने त्यो पनि आइडिया छ हामीले यो चटपटे बनाउने भाँडोमा हालिसक्यौँ चाउचाउ हाल्दैछौँ वाइ नेपालकै लागि भन्ने हुन्छ नि गाइस अहिले नहाल्ने अरे अब हामी हाल्दैछौँ के हाल्दैछौँ होला गेस गर्नुहोस् के होला यो गेस गर्दैछौँ अनि अब कागतीलाई 2 टुक्रा बनायौँ कागतीको यो चाहिँ उयो निकालेको दाना निकालेको कति बिस्तारै बोल्या हो अनि सुन्नु पनि पर्यो नि त मान्छेले हो गाइस कागती हाल्यौँ उसलाई कागतीको रसले के भन्छ खोकी लागेछ दिदीलाई लु कागतीको दाना निकाल्दै हुनुहुन्छ तितो हुन्छ भनेर सो गाइस ओ माई गॉड हामी चाहिँ आफै के अरे चटपटे बनाएर खान्छौँ क्या अर्काले बनाएको मनै पर्दैन नि त अनि त्यो भएर कति पनि निचर्यो होइन अनि अब अझै एउटा कागती खान्छौँ अलिकति अमिलो ज्यादा खान्छौँ सो चटपटे भनेपछि अमिलो बिनाको चटपटे मनै पर्दैन अनि मसला चाउचाउको मसला हो यो सो गाइस अलिक माथिबाट लिनु पर्यो अनि अब यसकै वेल हाल्छौँ अनि अब एक्लै कटिङ हुँदैन भने एउटा हातले पक्रेर एउटा हातले मोबाइल पक्रिरहेको छ गाइस सो अब हामीले यो पनि हाल्यौँ होइन त्यसपछि अब चाउचाउ हाल्यौँ ओ माई गॉड चाउचाउ यसरी हाल्नुपर्छ गाइस अब यो चलाउँदैछौँ चटपटे 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 भनेर अब यसपछि तेल हाल्छौँ सरी भन गर्दैछु अब यसपछि तेल हाल्छौँ यहाँमा कस्तो दामी टेक्सचर देखिरहेको छ गाइस वाउ ए सरी तेल होइन नुन हो नुन हाल्यो के गर्नु स्वाद अनुसार नुन अब यसमा हामी हाल्दैछौँ चिउरा भुट्नको लागि त तपाईँ यसमा चाहिँ हामी झानेको तेल हाल्छौँ मिठो हुन्छ भनेर क्या एक्स्ट्रा खालको हाल्छौँ नि त भयो धेरै तेल खाँदैन ओइली खाँदैन यसलाई मजाले चलायो चटपटे मसला हाल्यो कि नहाल्ने चटपटे मसला हाल्दैछ नि चटपटे मसला हालिसके पछाडि अब मजाले चलाउनुपर्छ अनि अब हाम्रो मतलब रेडी भयो भन्दा हुन्छ अब यसमाथि भुजा हाल्ने भुजा पनि हाल्यौँ होइन एकदमै प्युरिफाइड भुजा हो यसरी मजाले चलाउनुपर्छ
अनि त्यसपछि यो यसरी चलाइसकेपछि यो रेडी हुन्छ गाइस। यस्तो भयो। वाउ सो नाइस। अब हामी यो खाना गइरहेको छौँ। हामी कचौरामा सर्भ गरिरहेछौँ। हामीलाई चाहिँ यस्तै मनपर्छ क्या गाइस। अब रेडी भयो। सो हाम्रो चटपटे खानु थालेको। वाउ कस्तो भयो चटपटे। चटपटे कस्तो भयो त भन्नु। ओ माई गॉड। ल गाइस अब यो भ्लग चाहिँ हेर्नु होला हैन। मुख भएको बाई बाई।